सो वेलकम गाइज एनपिआर ब्लग टू फेरि पनि आइसकेको छ हजुरहरूको माझमा। सो हजुरहरूले चाहिँ मेरो ब्लग धेरै दिनपछि चाहिँ देख्नु भएको छ होइन। सो अहिले चाहिँ म चाहिँ ब्लग बनाइरहेको छु धेरै दिनपछि होइन। म चाहिँ धेरै भएको थियो नआएको पनि, अनि मैले चाहिँ रोजको भिडियो चाहिँ हाल्न पाउँदिनँ किनकि काममा पनि बिजी हुन्छु म। हजुरलाई चाहिँ अब रोजको कन्टेन्ट देखाउन पाउँदैन। आज चाहिँ मैले चाहिँ हिजो चाहिँ तिहार थियो, तिहारहरू भैलीहरू खेलेर सबै चाहिँ देखाउन पाएन, तर पनि मेरो स्टोरीमा आयुष बस्याल चाहिँ फेसबुक आइडी गएर चाहिँ उहाँमा गएर पेजमा गएर फलो गर्न सक्नुहुन्छ। यहाँ चाहिँ अलिक बोली चाहिँ के भएको भने भैलो खेलेर मेरो चाहिँ भोइस जम्मै गएको छ, अन्त स्वर जति जम्मै सुकेर चाहिँ अलि कस्तो कस्तो भएको छ, त्यसले गर्दा चाहिँ हो। अनि हामी चाहिँ यहाँ चाहिँ अहिले हिजोको भैली ग्रुप सबै आज केटाहरू भएर चाहिँ आज भिडियो बनाउन आएको। हाम्रो चाहिँ प्लान सक्सेसफुल भएन, तर हामीले चाहिँ बिस्तारै चाहिँ हामीले चाहिँ अब एउटा नाटक निकाल्ने या प्र्याङ्क भिडियो निकाल्ने भनिरहेको छौँ। हाम्रो अब नयाँ च्यानल खोल्दैछौँ, के हो कसो हो, के गर्दाखेरि कस्तो हुन्छ भनेर चाहिँ हजुरहरूले चाहिँ कमेन्टमा सल्लाह सुझाव दिनु होला भन्दै चाहिँ अब हामीले चाहिँ अब बनाउनलाई चाहिँ यत्रो केटाहरू आएको थियौँ होइन। उहाँ चाहिँ मामा हुनुहुन्छ। मामा हजुर कहाँदेखिबाट हुनुहुन्छ? म चाहिँ नेपालबाट। नेपाल कुन ठाउँबाट? मुगाबाट। मुगाबाट यहाँ के गर्न आउनु? काम गर्नु। काम गर्न आउनु? आज चाहिँ किन काम नगरिकन बस्नु? होइन, काम सकियो त्यही काम भएर सकियो। काम पनि कहिले सकिन्छ र बस्नु पनि त एउटा काम होइन। अरू भन्नुहोस् मामा, नेपाल पाल्पातिर अहिले किन जानु पाउँदैन? घर अहिले काम नै जानु पाइएन। दसैँ तिहार आएको थियो तर के हेर्ने जान पाइएन। यस्तै भएको छ, के हेर्ने गाह्रो छ। हुन्छ मामा, फेरि घरकालाई के भन्न चाहनुहुन्छ? यहाँ घरबाट पनि हेर्ने जान्न सक्दैन। के भन्न चाहने होला, छोरा आउनु पाएन भनेर भन्न चाहन्छु, बस यति ल। अनि हाम्रो चाहिँ यहाँ अर्को भान्जा हुनुहुन्छ, भान्जा मामा होइन, हार्थोकबाट हुनुहुन्छ। प्रवीणले हेरेछौ भने यो भ्लग चाहिँ भाइले चाहिँ के कस्तो गरिरहेछ नि, यहाँ हेर तिम्रो भाइ चाहिँ यहाँ बसिरहेछ। हजुर चाहिँ कहाँबाट हुनुहुन्छ बाबु? कहाँबाट सोध्ने? म यहीँबाट हो, पन्जाब। हजुरको नाम? शुभ नाम? सुरज के? रुचाल। चाचा बिडी पिला। अनि हाम्रो चाहिँ अर्को हुनुहुन्छ यहाँ विमल भ्लग होइन, हाम्रो चाहिँ ठुलो युट्युबर होइन। उहाँ यो हाम्रो डाइरेक्टर पनि अबको नाटकमा। उहाँ चाहिँ अहिले एकदम हँसाउने मान्छे चाहिँ हो। म भन्ने चिज चाहिँ खतरा हो। सबैजनालाई चाहिँ के भन्न चाहनुहुन्छ नेपालमा अहिले तिहारको बेला चलिरहेछ? अब के भन्ने त, अर्काको बुढीलाई चाहिँ भन्न भएन है। अब के भनौँ भन्दाखेरि सबैलाई चाहिँ मेरो आई लभ यू छ। आई लभ यू छ। अनि हजुर चाहिँ अहिले हजुर घर चाहिँ कहाँ खास? मेरो ठाउँगाडीमा हो। अनि अहिले चाहिँ नेपालमा हजुर जस्तै एउटा कलौटे भन्ने छ नि? हजुर। कलौटेले अहिले भाइरल भएर बनाएको छ नि भिडियो, त्यसलाई चाहिँ के भन्न चाहनुहुन्छ? त्यसको भिडियो भन्दा तपाईँको राम्रो कि तपाईँको राम्रो भन्दा उसको राम्रो? कसको राम्रो? वास्तवमा कुरो के भन्दा कलौटेलाई मनै क्यारेक्टर भएर म यत्रो सम्मान दिएको हो। त्यसलाई भाइरल गराउने हात पुरै मेरो यही हात हो। यही हातले भाइरल गराएको। हेर्नुहोस् क्यारेक्टर दाइ उहाँ हो तपाईँलाई भाइरल गर्ने, त्यसैले म चाहिँ क्यारेक्टर उहाँको। साइड रोल पनि खेल्नुहुन्छ? साइड रोल होइन, म सिले भिलेन हो। ए उहाँको होटेल खोल्दा तपाईँको लगानी कति लगाएको छ? उहाँ लगानी मेरो 7 करोड जति लाग्छ। कलौटेले ढाँटेछ त्यसमा है। उसले त 3 करोड भन्नु छ, हजुरले चाहिँ उसलाई किन 7 करोड दिनुभयो? 4 करोड त लुकायो। ए तपाईँले केही पनि भन्नु भएन? अब के भन्ने, म क्यारेक्टर दुइटाले मिल्दाखेरि त्यस्तै भयो अहिले। ए मैले अघि नै देखिबाट देखेको हजुरको चस्मा चाहिँ कति पर्यो? चस्मा अहिले यसलाई नि त्यस्तै 10-12 करोड परेको हो। ए 10-12 पर्यो। सानोतिनो फेरि चिज लगाउनु न। मेरो टी सर्टै थाइल्यान्डबाट आएको है। टी सर्ट पनि बहुत महँगो। NY9-9 लेखेर रहेछ होइन? के लेखेछ के यता हेर्न पर्छ कि यो भनेको ट्याक्क है।
यो थाइल्यान्डबाट आएको हेर्नुहोस् थाइल्यान्डबाट 25 करोड अनि यो परेको जुन हातमा लिनु भएको छ यो कुन हो यो यो नै यो 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 सेतो टल्किरहेको छ यो त स्याउ हो स्याउ हजुर खै कस्तो स्याउ रहेछ र हाम्रो उसहरूलाई स्याउ नै छैन यहाँ ए स्याउ छैन कुन लिनु भएको हजुरले यस्तो उस रहनु हजुरको टोटल सम्पत्ति कति छ कश्मिरी स्याउ कश्मिरी अनि यो हजुरले देखाउनु त कुन कुन फोन लिनुभयो अहिले यो स्याउ के स्याउ स्याउ त स्याउ कुन स्याउ रातो स्याउ कि सेतो स्याउ यो सेतो अहिले कलर पाकेन हजुर काँचैमा टिपेर खान मन लाग्यो अनि कति पर्यो त स्याउलाई स्याउलाई त्यस्तै पर्यो 25-30 रुपियाँ 25-30 महँगो भयो के यता कति पर्यो डलर कति डलर 25-30 डलर पर्यो 25-30 डलर हजुर ल अनि मैले यो देखिरहेको छु हजुरले यो अहिले नयाँ फ्ल्याट बनाउँदै हो कि अहिले यो कन्स्ट्रक्सन काम चल्दैछ यो आधीमा चल्दैछ हजुर आधी बनाइसकेको हजुर जलाइन चाहिन्छ मलाई सम्पर्क गर्नु होला केटीले मात्रै हजुर त्यो बुढाखाडा केटाहरूले होइन सब केटीले कन्ट्याक्ट गर्ने सबलाई बनाएर राख्दैछु हजुर घर त राम्रो रहेछ होइन अगाडि कार चाहिँ कतिमा किन्नु कुन कुन कम्पनीको भेनु होइन यो कुन हो भेना होइन यो बुढो नै भेनु कम्पनीको कि कुन कम्पनीको हो कार कम्पनी त अब त्यही भेना कम्पनी हो भेना कम्पनी हो घर चाहिँ राम्रो परेछ कति टोटल लागत खर्च कति लाग्यो लागत त हजुर नभनौँ भयो भन्नु न हाम्रो नेपालमा पनि धेरैजनाले चाहिँ अहिले यस्तै घर बनाउनु खोज्नु भएको छ विश्वमा धनी मान्छे मै हो अब बताऊँ मैले त के बताऊँ है त्यहाँ टावर हेर्नु न मेरो टावर छ अनि चप्पल चाहिँ कति पर्यो मलाई चाहिँ त्यही अघि नै देखिबाट यसो होइन अब धनी मानी मान्छेले त आजभोलि चप्पलदेखि लिएर अब नाक कटाउनेसम्म पनि महँगै किन्छन् होइन चप्पल चाहिँ कति पर्यो चप्पल हजुरको 35 करोडमा लिएको 35 करोड अहिले बेच्ने भने पनि 35 करोड पर्छ कतै छेडको त परे हैन त्यो पर्यो भने झन् महँगोमा हो 35 करोडमा लिएपछि तपाईँको 40 तक पर्न जान्छ भोडको पर्यो भने हजुरको टाटु पनि कालै कालो देखिन्छ कहिले कति भर्नु नाको यो टट्टु है धेरै नै भयो बनाएको है हजुर यहाँ यस्तो हेर्नु न मेरो दिल कसैले मन नपराएर मेरो दिललाई यस्तो यहाँ हुँदै जरा पला छ यहाँबाट चर्के छ यो चाहिँ के बनाएको यो अब यो त यो यसो यो बेल्दाखेरि कतै उसले मिसिनले पुरै बेल्लिएर हो कि अनि यता त कालै देख्छु त कति भर्नु नाको हजुरले यो हाम्रो नेपालमा नक्सा बनाउनु खोजेको हेर्नु न यस्तो भयो के अर्कै नक्सा बनाऊ पहिला हाम्रो बाजे बजैले अब भनेको यस्तै थियो अहिले बेचेर चाहिँ कता कताको टुप्पो भ्याइदिएछन् अनि त्यही भएर बिग्रो के हाम्रो चाहिँ अनि हाम्रो नेपालमा जति पनि भाइरलहरू हुनुहुन्छ अनि जति पनि मान्छेहरू हुनुहुन्छ उहाँलाई चाहिँ के भन्नु हाम्रो अब गाइजहरू हुनुहुन्छ सबैजनालाई के भन्नु सबैले साथ सपोर्ट गर्नु पर्यो है हजुर हामीलाई पनि मन पराउनु पर्यो हजुर सबैलाई हेरेपछि हामीलाई पनि हेर्नु पर्यो हजुर हजुर अब चाहिँ अरूलाई चाहिँ हेर्ने हामीलाई चाहिँ नहेर्ने है सबैले हेर्ने हजुर तपाईँ सेयर गर्ने यस्तो भएर पनि होला कि तपाईँले कति भयो नि त नआएको एकचोटि नुहाएर आउनु पर्यो क्या भोलिको भिडियोमा नुहाउन त म अब यहाँ हुँदै अब त्यस्तो नुहाउने म नुहाउँदिनँ म नुहाए परे थाइल्यान्ड जान्छु हजुर थाइल्यान्डमा नुहाइदिन्छन् हजुरहरूले त खाना पनि सानोतिनो उसमा खानुहुन्न होला क्या तपाईँले केमा खानुहुन्छ नि खाना मैले खाना चाहिँ ठुलै पनातमा खान्छु पनातमा खानुहुन्छ कति 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 किलो चामल लाग्छ एक दिनमा एक दिनमा हजुरको 5 किलो चामल त नास्ता हो बिहानको तपाईँको त अब धनी मानी मान्छेले त सिन्की अनि कुन 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 किसिमको परिकारहरू खान्छन् मलाई मेरो धेरै महँगो भनेको सब्जी सिन्की हो हजुर है अहिलेसम्म पपुलर नेपालमा पपुलर सिन्की नै हो मेरो अनि हजुरले चाहिँ गुन्द्रुकहरू भयो अब त्यो छोलो उस के भन्छ त्यसलाई अरू भन्दा नि मलाई मिठो लाग्ने त अब यो त कसैले खान्नन् है हजुर कसैले खानै सक्दैन हजुर यति महँगो हजुर मैले चाहिँ भातको माड निक्लेको खान्छु के त्यो भनेको त एकदम नेपालमा है तपाईँ त्यस्तो स्टाइलिस खाना होइन अब तपाईँले त्यत्तिकै पाक्दा पाक्दै काँचै पनि दम्काइदिनुहुन्छ त्यस्तो खतरा भाला मान्छे अनि किन हाँस्नु भयो दाँत पनि कति भयो यो सब गोल्डन दाँतन यता देखाउनु त देखाउनु त यहाँ चाहिँ सुन जोडान गरिरहनु भएको रहेछ होइन भित्रभित्र होइन अनि त उहाँ चाहिँ विमल भ्लग हुनुहुन्थ्यो उहाँ चाहिँ हुनुहुन्छ पाल्पादेखि के भन्नुभएको थियो मैले पनि नाम बिर्सिसकेँ
वालिङ हो कि वालिङ के भन्नुभएको थियो उहाँ चाहिँ नेपालको विनोद चौधरी भन्दा पनि अझ हुने खाने उहाँ चाहिँ हुने खाने भन्दा नि हुँदा खाने मान्छे पर्नु भएको थियो अनि उहाँको चाहिँ घर चाहिँ राम्रै छ होइन उहाँले चाहिँ 3 करोड लगानीमा बनाउनु भएको कस्तो लाग्छ कमेन्टमा लेखिदिनु होला अहिले चाहिँ कन्स्ट्रक्सन चल्दैछ अगाडि चाहिँ यो भेनुको कार चाहिँ रहेछ होइन अनि पछि हाम्रो चाहिँ अझ एउटा भाइ चाहिँ छन् टिकटकमा चाहिँ एकदम भाइरल भएको छन् यिनले चाहिँ अब एउटा गीत गाएर पनि सुनाउन सक्छन् अब के कस्तो हुन्छ आज चाहिँ यिनको इन्टरभ्यू लिन जाँदैछौँ अब लास्ट भिडियो पनि हुनेछ लास्टसम्म बस्नुलाई पहिला जानुभन्दा चाहिँ अगाडि बढ्नुभन्दा चाहिँ पहिला हजुरहरूले चाहिँ लाइक सब्सक्राइब कमेन्ट अनि यो भिडियोलाई चाहिँ सक्दो सेयर गर्नु होला मेरो दाइ दिदी बहिनी सबैजनाले चाहिँ यो भिडियोलाई चाहिँ अझ उचित रमाइलो गर्नको लागि चाहिँ हजुरहरूले चाहिँ अझ साथ सपोर्ट देखाउनु पर्ने यो भिडियोलाई चाहिँ सेयर गर्नु होला भन्दै चाहिँ अब चाहिँ म चाहिँ जाँदैछु यी भाइसँग भाइ तपाईँको नाम के हो नि अजय अजय कहाँदेखिबाट आउनुभएको विजय भएर म त अब नेपालबाट आएको हजुर नेपाल कुन ठाउँमा बस्नुहुन्छ नि सेङ्जा सेङ्जा सेङ्जातिर त हजुर मगर हो दमै दमै हो अनि कसको बाजा बजाइसक्नु भयो त आज बाजा त कसको बजाइन्छ ए कलौटी नेपालमा झाद्रै हिरो बनिरहेछ उसको बाजा बजाउनु पर्छ कि बजाइदिनु हालौँ न त बजाइदिइहाल्ने हो अनि हजुरले एउटा गीत गाउन जान्नु भएको छ जाने चाहिँ अब भुलिसक्यो अब के अनि एउटा सम्झिदिनु न यहाँ ग्राहकहरूले फेरि जात्रै हेर्न खोज्नुहुन्छ कि सम्झिन अब एउटा गीत गाएर सुनाइदिनु न त आउनु हो हजुर दिनु कि केही हुन्न कि आउन कि आउन त्यो कौनालाई पो आउँछ र सबैलाई त्यही नआएर गीत गाउने हो नि भनिदिनु न एउटा गाइदिनु आउन कि गाना त आउनु न अनि हजुर चाहिँ अहिले तिहारमा टिका थियो कि नि टिका थियो अनि पछि हजुर चाहिँ अहिले किन जानु पाउनु भएन अब त्यस्तै अब काममा अब के गर्ने छुट्टी मिलेन काममा छुट्टी मिलेन आज चाहिँ कसरी छुट्टी मिल्यो त हजुर आज त्यस्तै हिजो तिहार थियो हिजो भैलो खेल्न गएको बिचरा जुन अब पर्वको चाडपर्वको बेलामा छुट्टी नदिने गरे अब जुन अब काम चल्ने बेलामा चाहिँ छुट्टी दिने अरे यो कस्तो अन्याय हो गाइजहरू सबैले चाहिँ भनेर यसो सम्झाउनु पर्यो जति पनि बाहिरी परदेशी हुनुहुन्छ होइन अनि नास्ता खाना भयो नास्ता त बिहान खाएको अब बिहान 10 बजीतिर खाएको अब कति बज्यो होला खै हेरौँ है अनि हजुर त खतरा कतिमा किन्नु भयो जुत्ता यो महँगै पर्यो नेपालमा त पाउँदैन होला नि त यस्तो नेपालमा यस्तो त पाइन्न होला पाइँदैन अनि पाइट पनि राम्रो लगाउनु भएको छ कुन कम्पनीको पाइट हो कार्गो हो कार्गै हो अनि एडिडासको एकदम टी सर्ट होइन मान्छे झिल्के कपाल स्टाइल कस्तो काट्नु भएको देखाइदिनु त यो चाहिँ अहिले फेसन हो हजुर आज निक्लेको ए हजुर कति वर्ष हुनुभयो 18-19 भयो 18 वर्ष हुनुभयो 18 वर्षमा यस्तो झिल्के एकचोटि उठेर देखाइदिनु त स्टाइल पोजहरू छ कि आजभोलिको फेसन पोज यस्तो चलेर यस्तो पोज अनि फोटो खिच्दा चाहिँ हजुर टिकटक बनाउनुहुन्छ टिकटक बनाउँछ आज टाइम नमिलेर काममा बिजी भएर आइडी बताइदिनुहोस् यहाँ मेरो आइडी हो टिकटकको अजय थापा हजुर त्यही हो अजय थापा उहाँलाई चाहिँ फलो गरिदिनु होला हुन्छ त भाइ खुसी लाग्यो फेरि ल भाइसँग आजको भिडियो चाहिँ राम्रो भयो अनि अर्को चाहिँ हाम्रो भलकर विमल हुनुहुन्छ उहाँले पनि जात्रै हँसाउनु भयो सबैजनाले चाहिँ अब यता होइन अब चाहिँ सबैजनाले चाहिँ यो भिडियोलाई चाहिँ सक्दो सेयर गर्नु होला आजको धेरै लङ पनि नबनाऊँ भिडियो छोटो मिनी ब्लग आइसकेको छ सो हेर्न चाहिँ नभुल्नु होला थ्याङ्क्स फर वाचिङ होइन अब सबैजनाले चाहिँ यत्रो माया देखाइदिनु भयो अझ हेर्दै जाउँ होइन कस्तो कस्तो भिडियोहरू आउँदै जान्छ हुन्छ त फेरि भोलिको भिडियो कस्तो हुन्छ भोलिको भिडियोमा आउँछौँ NPR Vlog 2 सब्सक्राइब गरेर जानु होला हस्त नमस्कार